धन्यवाद। आदरणीय यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिगण, पूजनीय अभिभावक, श्रद्धेय गुरुवर्ग तथा उपस्थित सम्पूर्णमा मेरो न्यानो अभिवादन। आज मिति 2082 साल चैत 7 गते तिरुपति स्कुल कलेजको 19औं वार्षिक उत्सव एवं अभिभावक दिवसमा मैसे विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्रा एवं विद्यार्थी परिषदको अध्यक्षदेखि उपस्थित सम्पूर्णमा सुस्वागतम। यहाँहरू समक्ष तिरुपतिमा मेरो यात्रा सन्दर्भमा आफ्ना केही वक्तव्यहरू प्रस्तुत गर्न पाउँदा निकै नै भाग्यशाली ठानेको छु। मेरो प्यारो विद्यालय तिरुपति, बोली फुटेदेखि ताते ताते गर्दै पाइला चालेदेखि मेरो घर पछिको कहीँ टाढाको यात्रा थियो भने त्यो मेरो प्यारो विद्यालय तिरुपति नै थियो। आमाको कोखदेखि काखसम्म आएर आमाकै सहाराले बोल्न र हिँड्न सकेकी म मेरो दोस्रो घर, मेरो पाठशाला, मेरो ज्ञानको मन्दिर यस विद्यालयसम्म आएर सही के हो र गलत के हो भनेर छुट्याउन सक्ने भएकी छु। यसको सबै श्रेय जान्छ मेरा श्रद्धेय गुरुवर्ग र मेरो प्यारो विद्यालयलाई। कक्षा पिजीदेखि अक्षर चिन्न सुरु गरेकी मैले कक्षा 9 सम्म आइपुग्दा तिनै अक्षरहरू जोडिएका प्रत्येक शब्दहरूलाई केलाएर सुनौलो भविष्य कोर्ने माध्यम बनाइरहेकी छु। मेरो विद्यालयले मलाई किताबका अक्षर मात्र चिनाएनन्, मलाई अनुशासित बनाउन सिकायो, आफूभन्दा ठुलोलाई गर्ने आदर र सानोलाई गर्ने मायाको बारे सिकायो, समाज र समाजमा नहुने सामाजिक कार्यहरूमा कसरी उपस्थित हुने र कसरी कर्तव्य पूरा गर्ने बारे सिकायो। यी सबै कुरा सिक्दै म भविष्यमा एक असल नागरिक बन्ने सपना बुनिरहेकी छु। मलाई थाहा छ मैले देखेको सपना पूरा गर्न मैले कठोर सङ्घर्ष गर्नुपर्छ। म जस्तो सुकै सङ्घर्षको पहाड चिर्न पनि तयार छु। मैले दृढ अठोट गरेकी छु। मैले पाएको ज्ञानको ज्योतिले मेरो व्यक्तिगत जीवन मात्र नभई परिवार, समाज र सिङ्गो राष्ट्रलाई उज्यालो बनाउने छु। मलाई निरन्तर अगाडि बढाइरहन र हरेक कुरामा सफलता दिलाउन अहोरात्र खटिनुहुने मेरा पूजनीय माता पिता र श्रद्धेय गुरुवर्गप्रति सधैँ आभारी रहिरहनेछु। यहाँहरू बिना मैले देखेको सपना सधैँ अधुरो र अपुरै रहनेछ। आज विशेष अवसर अभिभावक दिवस पनि। यस अवसरमा उपस्थित सम्पूर्ण अभिभावकहरूमा आफ्ना नानी बाबुहरूलाई सही मार्गदर्शन देखाउँदै भविष्यमा असल र सफल नागरिक बन्न प्रेरणा दिनुहुन म अनुरोध गर्दछु। साथै विद्यालयलाई 19औं वार्षिक उत्सवको शुभकामना प्रकट गर्दै आफ्नो वक्तव्य यही टुङ्ग्याउने अनुमति चाहन्छु। धन्यवाद।